हेलो साथी सम्पूर्ण दर्शक साथीहरु नमस्कार। आज म तपाईहरुलाई सजीवको बारेमा भन्न गइरहेको छु। केही कुराहरु यो हाम्रो सजीव वनस्पति जातको तरकारी हो। यसमा तरकारी खान सकिन्छ। सजीव गाई मुङ्गा चिनी पनि भनिन्छ। त्यसलाई सजीव भनिन्छ। रुखमा फल्ने यो तरकारीमा पात फूल फल सबै तरकारी खान सक्ने गरिन्छ। समानकारी वनस्पति श्रेणीमा पर्ने सजीवनको निरन्तर सेवनले अन्धोपन नियन्त्रण गर्छ साथै अन्य रोगहरू पनि हुन दिँदैन। प्राकृतिक गुणले भरिपूर्ण हुन्छ साथीहरू। यसमा धेरै प्रकारको औषधि गुणहरू भएकाले यसलाई सेवन गर्नाले धेरै रोगहरूको मुक्ति पाइन्छ साथीहरू। तपाईहरुले पनि यस खानु गर्नुहोस् गरेकाले यसमा फलाम प्रोटिन फाइबर क्याल्सियम फस्फोरस खनिज तत्त्वहरू पनि प्रचुर मात्रामा पाइन्छ साथीहरू। यसमा सजीवले रक्त अल्पता आँखाका रोगहरू पनि हुन दिँदैन र बचाउबाट बचाउँछ। आराम पाउन सकिन्छ। सजीवले हेमोग्लोबिन बढाउन दिँदैन। सहायक र एन्टिबायोटिक गुणहरूले पनि यो भरिपूर्ण हुन्छ र सबै प्रकारका विकार उपचार गर्न सघाउ पुर्याउँछ र निकै उपयुक्त मानिन्छ। यसले पाचन क्रियालाई बलियो पनि बनाउँछ साथीहरू है। र मोटोपन छ भने यसले मोटोपन पनि घटाउँछ सहज पुर्याउँछ। यो सबै बोसो घटाउँछ। तपाईहरुको यो मोटो हुनु छ भने र गाँठाको शरीरमा छ भने पनि सहज पुर्याउँछ। सजीवन सेवनले तपाईको पीडा कम गर्छ। यसले तपाईलाई धेरै फाइदा पुर्याउँछ। यसलाई वीर्यवर्धक समेत पनि मानिन्छ। आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानिन्छ। गरिनेलाई धेरै प्रयोग गरिन्छ। धेरै औषधि बनाउन प्रयोग गरिन्छ। सजीवको ज्वरो बोक्रा फलफुलहरू प्रयोग गरिन्छ साथीहरू। यसमा तपाईहरुले पनि खान सक्नुहुन्छ। फाइदा लिन सक्नुहुन्छ। तपाईहरुले यो धेरै प्रभावकारी भएकोले खानुपर्ने राम्रो हुन्छ साथीहरू। भन्दै म बिदा हुन चाहन्छु।